Every year, more than 450,000 youths enter into the labour market in Nepal. Among them, 90% do not have any kind of skill training. Consequently, there exists a burning problem of unemployment. In view of this enormous problem facing the country, an employment fund is in operation in Nepal. Helvetas Swiss Intercooperation Nepal is operating this fund with the support from the Swiss Agency for Development and Cooperation SDC, UK aid from the Department of International Development DFID and the World Bank. The fund provides quality skill-oriented trainings to underprivileged, disadvantaged and unemployed youths aged between 16 to 35 years for male and 16 to 40 for female to support their entry into the labour market. व्यावहारिक सिपमूलक शिक्षा आजको आवश्यकता दक्ष बनाई रोजगार दिने हाम्रो प्रतिबद्धता। हामी कहाँ 3 महिने निशुल्क ट्रेनिङ तालिमपछि सिटिईभिटीबाट प्रमाणपत्र प्रदान गरिन्छ। रोजगारको पनि व्यवस्था छ। वेल्डिङ, कार्पेन्ट, इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, मोबाइल रिपेयरिङ। रेडियोमा विज्ञापन आइरहेछ, निशुल्क तालिम खोलिरहेछ, त जाँदैनस्? मैले पनि त्यही सुन्दैछु, दासत माजेर गइहाल्छु नि। अझै गइहाल। ए नमराज, तालिम खुलाउँदैछ, प्रचार प्रसार गरिरहेछ, पोस्टरहरू टाँसिराखेछ। ए त्यसो पो म पनि तालिम सिक्छु भने सूचना हेर्न आउँछु। ए निशा, पनि आइस? तँलाई एउटा कुरा भन्नु थियो। मोबाइल बनाउने ट्रेनिङ दिँदैछ नि, त जाने होइन? ए हो र, सिक्न त मन थियो, पैसा लाग्ने होला। होइन होइन, पैसा लाग्दैन रे, निशुल्क नै सिकाउने रे। ल हुन्छ त, भोलि बिहान म तिम्रो घर आउँला, अनि तिमी र म सँगै भएर अनि फर्म भर्न जाउँला, हुन्छ? ए बाबुलाल, तिमी चाहिँ अलिकति सिक्न बाँकी नै छ, तिमीलाई राम्रोसँग आउँदैन अहिले। तिमी के चाहिँ तालिममा जानको लागि तयार छौ त? मलाई त सिप सिक्नु यो प्लम्बिङको मलाई धेरै मन थियो, तर मसँग पैसा छैन। पैसाको चिन्ता नगर, पैसाको व्यवस्था म गरिदिन्छु। तिमी राम्रोसँग काम सिकेपछि पछि आएर मैसँग काम गर्नुपर्ने हुन्छ तिमीले। तपाईँले सबै चिज गरिदिनुहुन्छ, म सिकेर अनि तपाईँ कहाँसँग नि म काम गर्न चाहन्छु। यो तालिम एफएमबाट प्रचार सुन्यो, अनि त्यही अनुसार अनि त्यहाँबाट फर्म भर्ने मिति थियो, अनि त्यो मितिभित्र अनि फर्म भरेँ। तालिममा सहभागी हुनको लागि चाहिँ होइन, जस्तो आर्थिक रूपले अलि कमजोर भएको, अनि दलित यस्तो जनजाति, अनि पढाइ छोडेर घरमा बसेको हुनुपर्छ। अनि त्यसबाट अनि त्यहाँ इन्टरभ्यू लिएर अनि यहाँनिर के अरे फर्म भर्ने, अनि यहाँनिर आएर इन्टरभ्यू दिने। त्यसमा अनि अब त्यो सबै रूपबाट आर्थिक रूपबाट अलि उ भएको, विपन्न भएको, अनि त्यहाँबाट दलितहरू यस्तोमा अलि राम्रो अलि त्यस्तोलाई चाहिँ अलि यहाँ सेलेक्ट गर्नुहुँदो रहेछ यो संस्थाले। जे भयो नि यो संस्थाले चाहिँ लेडिजको लागि एकदम प्राथमिकता राख्नु भएको रहेछ, अनि त्यही भएर यहाँ सेलेक्ट भयो, अनि तालिम पाएँ, खुसी लाग्यो। About 20 to 22 youths are selected and training is imparted to these youths after briefing them on the technical aspect, time and the venue for the training. मेरो नाम रामकृष्ण श्रेष्ठ हो, म रानीपुवामा बस्छु, अन्डर एसएलसी हो, टेस्ट पास छु भने। सर्वप्रथम चाहिँ नागरिकतै महत्त्वपूर्ण छ, बिना नागरिकता यहाँ इन्ट्री हुन पाउँदैन। ट्रेनिङ लिएको भयो 1-1.5 महिना जति भयो। अब ट्रेनिङ लिएर अब हेरौँ, यो लाइनबाटै जाने सोचेछु। अब कतिको के हुन्छ भन्ने कुरा त अब पछिको कुरा हो, त्यो त भविष्यमा राम्रै छ। अहिले जताततै अब हेर्नु बजारतिर पनि होइन, जताततै यसकै मात्रै कामहरू भइरहेको छ। मेरो नाम चाहिँ मिना जिम्बा हो, म अहिले बस्दै आइरहेको छु। त्यही 10 मात्रै हो। त्यही एफएम रेडियोहरू सुन्थ्यो होइन, अनि यसको एडभर्टाइज आएको थियो, अनि त्यस कारणले अनि नम्बर टिपेर अनि फोन गरेर अनि यहाँ फर्म भर्न आएको थियो। मोबाइल रिपेयरिङको सबै सिक्यो, सफ्टवेयर हार्डवेयर सबै। यो तालिम सकाएर चाहिँ होइन, त्यही हाम्रै आफ्नै ठाउँमा
पसल खोल्ने विचारमा छु र हामीलाई यस संस्थाबाट पनि धेरै हौसला र आर्थिक सहयोग पनि भएको छ। टिचरहरूले पनि हामीलाई धेरै सहयोग गर्नुभएको छ र हौसला दिनुभएको छ। त्यही हौसलाकै कारणले गर्दाखेरि पसल खोल्ने आँट चाहिँ आएको छ। मेरो नाम नवराज पुन हो। म डिलेबाट 2 कोठे तनाव बस्छु। मैले पढाइ चाहिँ 6 कक्षा पास गरेँ। यो तालिमको विषयमा अब मैले साथीबाटै पाएको। यहाँ आएर अब सरहरूले मलाई एउटा फर्म दिनुभयो, फर्म भरे त्यसपछि इन्टरभ्यू लिनुभयो। इन्टरभ्यूमा अब छनौट भएर म अब यहाँसम्म आएँ। अनि यो फ्री तालिम गरेको मैले। तालिम लिएको त 3 महिना जति भयो। भविष्यमा म अब एउटा ओक्सो खोल्न चाहन्छु। मेरो नाम बाबुलाल महतो हो। मेरो घुर्कौली वार्ड नम्बर 7 मा हो। पढाइ मेरो 6 क्लाससम्म भइसकेको छ। योमा चाहिँ हामीहरू साधारण धाराहरू, यो मल्टिट्यापहरू, यो धारा अनि यो सावरहरू, ट्याङ्कीहरू कहाँ जडान, हामी ट्याङ्की निपलहरू कहाँ जडान गर्ने, हामी यिनी कुराहरू सबै पाइपलाइनमा पनि हामी डाँडाहरूमा गएर फिट गरेको देख्यौँ। सरहरूले जानुभएको थियो, हाम्रो पुरै सम्पूर्ण साथीहरू पनि जानुभएको थियो। भविष्यको योजना मलाई चाहिँ अलि पैसाको धेरै समस्याको कारणले म विदेश जान चाहन्छु अलि। These capable and hard-working youths who are able to create a new world for themselves after receiving the training has become synonymous to the notion skills for better life. मैले एल्युमिनियम कम्पोजिट प्यानल तालिम लिइसकेपछि मैले अहिले चाहिँ नि यो एउटा अब यो प्राइम मोन्टेसरीमा अहिले काम गरिराखेको छु। अब पोखरामा छ मेरो भनौँ 10-15वटा साइटहरू छ अहिले, त्यतिमा काम गरिरहेको छु यो तालिम लिइसकेपछि। अब यहीँ अब यत्रो रोजगारमूलक तालिमहरू चाहिँ निःशुल्क खोलिरहेको छ। अब यहीँ तालिम गर्न सिक्नु पर्यो। तालिम राम्रोसँग आफूले चाहिँ सम्पूर्ण कामहरू चाहिँ सिकेर यहीँ त्यति विदेशमा जति पैसा त यहीँ पनि कमाइन्छ। त्यो कारणले अब विदेश जानुभन्दा त्यहाँ पनि त अब हामीले गतिलो काम त के नै पाइन्छ र हैन। सानोतिनो काम गर्ने अब लेबरहरूको काम गर्नुपर्छ, एकदम दुःख छ त्यहाँ। अब यहाँ हाम्रो भन्यो भने तपाईँ अब जति दुःख भए पनि आफ्नो परिवारसँग बस्न पाइयो, त्यति नै पैसा अब यो तालिमबाट त्यति नै पैसा कमाउन सकिन्छ। जस यो काम सिकेर मैले अब भनौँ महिनाको 10-15 हजार, कहिले कहिले त्योभन्दा बढी पनि हुन्छ, त्यति जति कमाइरहेको छु। तालिमपछि मैले 3 महिना सिकेको मेहनत चाहिँ खेर नजाओस् भनेर यही बस्तीपुरमै सानोतिनो मोबाइल पसल खोलेको हो। अहिले त अब भर्खर खोलेको हो, नयाँ हो। अहिले मान्छेहरूलाई पनि त्यति थाहा छैन पसल खोलेको भनेर। अहिले दिनमा चाहिँ हैन 2-3टा मोबाइलहरू बनाउनको लागि आउँछ, त्यसमा मैले सकभर 200-300 कमाइ हुन्छ। अनि र महिनामा त्यस्तै 6 देखि 8 हजारसम्म कमाइ हुन्छ, घरको सबै खर्चहरू कटाएर। आम्दानी राम्रै छ। यो आम्दानीबाट चाहिँ घर परिवारमा हुने खर्चलाई सहयोग पुगेको छ र भाइ बहिनीलाई पढाउनको लागि सहयोग पुगेको छ। मैले तालिम सिकेको 1 महिनापछि मल्टी सर्भिसमा काम गर्दैछु। एफएसक्यूबाट तालिम लिएको, महिनामा 6000 जति हुन्छ। यो काम गरेर तलपाको पैसाले बाउलाई अलिअलि सहयोग गरिरहेको छु। अनि भाइलाई पनि स्कुल पठाइरहेको छु, विदेश जान पनि परेन। यो तालिमबाट धेरै मलाई फाइदा भएको छ। हामीहरू धेरै काम चाहिँ योमा सिकिसकेको छौँ र हामी धेरै काम गरिरहेछौँ। हामी अहिले प्रायः जसो पिपिआरको हामी यता हरियनतिर एक साइडमा काम गरिरहेछौँ। हामी महिनामा मेरो तल 5,000 हो। अलिअलि बाहिरबाट पनि अलिअलि भइहाल्छ। घरमा हामी आमा बुवालाई सहयोग गर्यो, हामी भाइ बहिनीहरू पढिरहेछन्, तिनीहरूको लागि धेरै सहयोग पुगिरहेछ। यो वैदेशिक रोजगार पनि म पाइसकेको छु। म दुबईको लागि म अहिले तयारीमा छु। Those youths who have successfully acquired means for income generation after undergoing the trainings are enjoying a considerable income to sustain themselves, along with social prestige and self-respect. Therefore, the successful operation of the Employment Fund is exemplary to the fact that one can accomplish dreams and escape unemployment.